हिउँको चिसो साँझ थियो। गाउँभरि कुहिरो फैलिएको थियो। टाढाको डाँडामाथि घाम अस्ताउँदै थियो। गाउँको सानो चिया पसलमा आरब आगो ताप्दै बसेको थियो। त्यही बेला निलो सल ओढेकी सिया चिया पसलमा आइपुगिन्। आरबले मुस्कुराउँदै भन्यो, यति चिसोमा पनि तिमी एक्लै हिँडिरहेकी। सियाले हल्का मुस्कुराउँदै उत्तर दिइन्, जाडोभन्दा पनि एक्लोपन अझ चिसो लाग्छ। त्यो एउटा वाक्यले आरबको मन छोयो। उनीहरू चिया पिउँदै धेरै बेर कुरा गर्न थाले। दिनहरू बित्दै गए र उनीहरूको भेटघाट नियमित हुन थाल्यो। कहिले गाउँको चौतारो, कहिले खोलाको किनार, त कहिले आगो ताप्दै उनीहरूले आफ्ना सपना बाँड्थे। एक दिन सियाले भनिन्, यदि कुनै दिन म टाढा जानुपर्यो भने मलाई सम्झिनेछौ। आरबले बिना सोच उत्तर दियो, जाडोमा न्यानो घाम सम्झिए जस्तै सधैँ सम्झिरहनेछु। तर केही दिनपछि सियाको बुवाको सरुवा भयो। उनीहरूको परिवार अर्को सहर सर्ने भयो। यो खबरले दुवैको मन भारी भयो। जाने दिन बिहान गाउँभरि बाक्लो कुहिरो थियो। बस पार्कमा सिया आए रोक्न सकिरहेकी थिइनन्। आरबले एउटा उनी मफलर दिँदै भन्यो, यो मफलरले जाडोबाट बचाउनेछ, तर मेरो मायाले तिमीलाई कहिल्यै एक्लो हुन दिनेछैन। सियाले मफलर समाउँदै भनिन्, म फर्केर आउनेछु। तिमीले पर्खनेछौ। आरब मुस्कुरायो, माया साँचो छ भने पर्खाइ कहिल्यै लामो हुँदैन। बस बिस्तारै अगाडि बढ्यो। सियाले झ्यालबाट हात हल्लाइन्। आरब धेरै बेरसम्म बसलाई हेरिरह्यो। 2 वर्ष बित्यो। फेरि अर्को जाडो आयो। गाउँमा माघे मेलाको रौनक थियो। त्यही भिडमा आरबले परिचित अनुहार देख्यो। निलो सल ओढेकी सिया मुस्कुराउँदै उभिएकी थिइन्। मैले भनेकी थिएँ नि, म फर्केर आउँछु, उनले भनिन्। आरबले खुसीले उनको हात समात्यो। अब फेरि कहिल्यै छुट्टिनु पर्दैन, आरबले भन्यो। सियाले टाउको हल्लाउँदै उत्तर दिइन्, अब हरेक जाडो तिम्रो साथमा बिताउनेछु। गाउँमाथि हल्का हिमपात सुरु भयो। चिसो हावाबीच उनीहरूको प्रेम अझ न्यानो बन्यो। आगोको तापभन्दा पनि उनीहरूको साथले जाडोलाई सुन्दर बनाइदियो। त्यस दिनदेखि गाउँका मानिसहरूले भन्ने गर्थे, साँचो प्रेम भनेको जाडोको घाम जस्तै हो। ढिलो उदाए पनि मनलाई सधैँ न्यानो बनाइरहन्छ।